हेलो हेलो नमस्कार सबैमा। आज हामी करिब 6 घन्टाको यात्रामा उकाली चढ्दैछौँ। कालीमाटी गाउँपालिका वडा नम्बर 4 देखि उत्तरतिरको भूभाग जुन बनगाडको पिण्डे नगरपालिका वडा नम्बर 12 पर्दछ। त्यो हाम्रो पुर्ख्यौली ठाउँ, पुर्खाहरू बसेको त्यो स्थान निगालचुला भन्ने ठाउँमा हामी आज यो घुम्ने अवसर मिल्यो अथवा जाने समय जुर्यो। एकदम हामी हर्षित छौँ। बाजेहरू बसेको ठाउँ, त्यो ठाउँलाई अवलोकन गर्ने समय जुर्यो। उपारी देखिने एउटा सानो बस्ती छ, त्यो बस्तीदेखि थोरै पल्लोपट्टि गएर पनि हामी थोरै ओह्रालो झर्नेछौँ। त्यहाँसम्मको यात्रा हुनेछ। हामी 3 दाजुभाइ रमाइलो गर्दै यहाँ प्रवेश गरिसकेका छौँ। हामी यो चुली काटेर यो डाँडा यो डाँडादेखि पल्लोपट्टि साथीभाइहरू एकदम मनमा डर लागिरहेको छ, किनभने यहाँ घनघोर भिर जङ्गल चट्टान। ल हेर्नु साथीहरू, नै के भन्न हुन्छ निकाल्ने रहेछ घाम लागेपछि हो डरलाग्दो महसुस भइरहेको छ यार। हमको बहुत डर लग रहा है। यस्तो छ साथीभाइहरू। के हो यो जङ्गली कुरोले घेरेर खतम बनायो। हाम्रो बेसी चाहिँ धेरै तल छोडिसकेको छौँ। अलिअलि देखिन्छ। हामी यता अझ चढ्दैछौँ अग्ला अग्ला टाकुराहरू। कुनल काल्छु यसो आज रमाइलो ट्रेकिङ हुँदैछ हाम्रो यात्रा। चट्टानको पहाड छिचोल्दै हामी अगाडि बढिरहेछौँ। केटान हेर त्यत्रा दुना भैँसी हिँड्थ्यो पहिला। आजभोलि यस्तो छ अवस्था होइन। तर यहाँभन्दा अघि हामी त्यहाँ गएको ठाउँ ठिक रहेछ यार। अलिक फराकिलो थियो। हाम्रो बाउ बाजे उकाली ओह्राली गर्ने ठाउँ होइन त, रोजेको ठाउँ। ल हेर्नुहोस् साथीभाइहरू, यस्तो गुफाहरू छन्। ल है हामी कालीमाटी गाउँपालिका सकेर बनगाडको पुण्य नगरपालिकामा प्रवेश गरिसकेका छौँ। यहाँदेखि तलतिर हाम्रो कालीमाटी गाउँपालिका। यहाँ हाम्रो दाइको अवस्था यस्तो छ। बर्बाद भयो यार। यहाँ कसरी फाल्ने हो यो? यस्तो छ। एकजना दाइ यहाँ आउँदै हुनुहुन्छ, हामी यता छौँ। यस्तै छ है बनगाडको पुण्य। हेलो हेलो बनगाडको पुण्य। रमाइलो हुन्छ भने हो। यो त बिहा भन्दा पनि एउटा घुम्ने अवसर मिल्यो। त्यति बिनाकामै आइन्न घुम्नेको लागि। ट्रेकिङ जस्तो पनि भयो। मान्छे कहाँ पुग्छन् हिँड्न हिँडेर दिमाग पनि फ्रेस हुन्छ क्या कहिले काहीँ। यस्तो यान बनाएर हेर्नु न। त्यो भाइरल ढुङ्गा तपाईँले कहिले देख्नु भएको थियो? यहाँका मान्छेहरू सबै भूमिगत भएछन्। यार जङ्गल त भासु जङ्गल भएको छ त यार। बाटो पुरै पुर्ने रहेछ क्या अचल त नि। अर्ग्यानिक भैँसी राँगो रहेछ उड्दा यता। के छ दही छ क्या? छैन, डुनै छैन। कता तलतिरै हो नि? के त हो? सबै राम्रो छ यहाँ त।
ए कान्छा के छ हालखबर अर्ग्यानिक मौरी के यार भेट भयो त नि हाम्रो हैन 3 जन छ 3 जन छैन छैन दाइको साथी टोटली भेट काफलको रुख है साथीभाइहरू पुरानो ठाउँमा आइज यार ठाउँ खुर्सानी बनाएर नि यस्तो गरौँ समस्या ल है साथीहरू सिस्ने हिमालमा हिउँ परिरहेको अवस्था छ हामी बनगाड कुपिन्ने नगरपालिकामा हामी टक्क यहाँबाट रुकुमबाट यसरी डोल्पाको उपारी पनि एउटा चुचुरो देखेछ उहाँसम्म देखिन्छ त्यो पनि हिउँै हो हिउँ यो ल है यो डोल्पा साथीहरू देखेको छ कि देखेको छैन यहाँनिर सानो हिमाल देखिरहेछ यो डोल्पाको हिमाल त्यसै गरी यो ल हाम्रो पुर्खौली बसेको ठाउँ चाहिँ यहाँनिर हो यो देखिरहेछ गाउँ देखिरहेछ यो हो यो 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 चाहिँ के हो भडालेदेखि माथि के भन्छ यसलाई? त्यो पारीको त्यो काफलनेटी यो काफलनेटी रोड खने छ नि त्यो काफलनेटी यता हात्ती टाउके भन्छ यसलाई के हो सल्लेरी होला सायद सल्लेरी पाखा यो नि हो यताको रोड त्यो रोड अब त्यो ट्याक्क यता माछकर्काबाट कटेपछि उतापट्टि चौर ल यहाँको सिस्ने हिमाल दामी देखिरहेछ साथीभाइहरू हाम्रो मोबाइल त्यति गतिलो नभएको कारणले सिस्ने हिमाललाई क्याप्चर गर्न सकिएन सानो बस्ती ल हामी आफ्नो गन्तव्य भनेर पुगिसक्न लागेको अवस्था छ लगभग 1 घन्टा जस्तो लाग्ला अब। के खान मन लाग्यो त यार पल्ल के भोक लाग्यो डा ल है हामीलाई भोक लागेको अवस्था छ साथीभाइहरू तयारी भएर बस्छौँ कति घन्टा लाग्यो हाम्रो पुर्ख्यौलीको घर अहिलेसम्म यस्तो छ अनि यहाँनिरको यो राम्रो डाँडाकाँडाहरू एउटा मान्छे नबसेर यहाँ यो यस्तो छ नत्र अति राम्रो ठाउँ हो यो त हाम्रो ल हामी आफ्नो गन्तव्यमा पुगेर पनि दाजुभाइ इष्टमित्रहरूसँग भेट भइसकेका छौँ हाम्रो पुर्खौली घर हो यो हाम्रो पुरै पुर्खौली घर अरे साथीभाइहरू हामी चाहिँ भतिजको बिहेमा सहभागी भई खाना खाएर एकदम राम्रो व्यवस्था रहेछ खानासाना खायौँ अनि सबैसँग बिदावारी मागेर घरतिर फर्किने तयारीमा जुट्यौँ है साथीहरू अब चाहिँ हाम्रो गन्तव्य फेरि घरतिरसम्म हुनेछ मोबाइलमा ब्याट्री एकदम कम छ साथीहरू अब हामी चाहिँ यसो माथि बनगाड कुपिन्नेबाट तल चाहिँ यो कालीमाटी गाउँपालिकातिर प्रस्थान गर्दैछौँ यो कुहिरोले पुरै ढाकिएको छ यो अवस्था नाजुक जस्तो देख्यौँ तर पनि हामी बिस्तारै अब यहाँबाट अघि बढ्नेवालामा छ अघि बढ्दैछौँ ल आजलाई भिडियो यति नै कस्तो लाग्यो यदि मन परेमा लाइक गर्नुहोला आजलाई छुट्टिन्छौँ नमस्कार बाई बाई